आलिवा गाडी खाली छ है यस्तो हुन्छ है तिमीले कुरा बुझ्नु भोरी गाग्री भएको पूर्णता आधी गाग्री भएको चाहिँ अपूर्णता बुझ्यौ अपूर्णता भनेको के तिमीहरूको गाग्री राखेर हेर त सबैजनाले राखेर से गर्नु आधी चाहिँ राखी यसरी हेर्नु पुरा गाग्रीमा पानी छ है पुरा बुझ्यो हैन सबैले हेर सबैले पुरा बुझ्यो हैन बुझ्यो तपाईको मेरो भन्ने हैन आधी र क्या भन्छ आधी र को आधी दिमाग आधी र आधी क्या बुझ्यौ आधी भनेको त्यसले गर्दाखेरि आधी कर्म गर्नु हुँदैन पूर्ण कर्म गर्नु विनिमल बात अनि एकदम प्रसङ्गले आमक भन्छौँ हामी चाहिँ है यो तपाईँको पानी पूर्ण थ्याप छ भने पूर्ण पूर्ण सम्झिनु आधी छ भने अपूर्णता होइन अपूर्णता छ भने सम्झिनु है तिमीहरूको भाग पर्ने तिमीहरूको यो त खेलाची छैन नि यहाँ हामी कति खर्च गरिरहेको छौँ तपाईँहरू जाने छौ नि करोडौँ खर्च भएको छ तिमीहरूको लागि होइन अहिले मेरो बाजेको सम्पाद थियो त्यस्तै गर्नु र फेनाना हुँगा सिएमबी अर्कोमा हुँगा स्याधासी अर्जुन तुमे हङ बाचारे बन्धुम बाचारे अर्कोमा मङ्हा हुकुम सिमङ्गाले सोलाहरू मध्ये सिमङ्गा हो उजिक अधास्य ब लाङङ अधास्य ब लाङमिन्दोकी हुमिन्दोकी अनि थोगे तुम्बारिन्दे र जेब सम्पादित लेखो हो बाजे Sangdan gobae koke gobae Allah sangunane chi sommanane chi kya yongshang kan the noncho raksin noncho kan ai rakshi ang got mina chile mayuga raksin kumsu kan khasyang ke doncho Allah sangunane seru sommanane seru Allah ujikhane chiro langthang अब निश्चय दरवेन्दन के रासिंग मुखमेन की अनिको अनासिंग उजिक अधासिंग लंथंग अधासिंग सत्य बाचारे मंथन बाचारे तुम्हें बाचारे अनि उजिक अभिक बाबा लंथंग अभिक बाबा अनि तो ओया चोलुंग में जो ने बंदी तो नाई में दो के विश्व में दो के अनि मचम अवगन अभिक बाबा अरे अतिथिस कोटे महाजमा तारा अनि आशीर्वाद तारा आई हो alarm bangke ani adirum labo abi labo argona guima adirum labo kenda dani himma adirum le bangke bangke adirum bangke ases athak tumbe ekdam ba ohenni onurik tamana niwa hetma niwa yakten barme tandi हामी मरि गए पनि पछाडी देमाले गर्नु दादी चाम थुम्बा के गेरियो हैनाले कमिनको यसरी बटुलिँदा त चामल जम्मा हुँदो रहेछ भाग भोकी त हुँदैन पहिले त हाम्रो पालामा त दुनिया पटुल्नु पर्ने भोके भइदियो हर थोबेक मागने चामल लिनु जानु पर्ने संगलक के गोबा कोके गुबार को थोपेक माग जंगल अरने त छ बात अल्लाह सम्झे पाचारे हुन्छौँ बाचारे अल्लाह यो निमासावा हेहाङ बाचारे आइको यो दुख बाचारे तुम्हें हम बाचारे अल्लाह यकला बाचारो सोहंगमा बाचारो अल्लाह नाली बाचारो थंगबेन बाचारे अल्लाह सीसा बाचारे मिंचिन बाचारे ऐनांग दो थोरो अबुगेरो येपी अबुगेरो अल्लाह लंथंग दांगोरा इनाम लगे lampu sanggara siram melahira Allah sapatingo sapatingo hemano temna dimna ciri orang lagi ngosot hemani samani sambavo kom
Chilime maero, sosam maero, mata melekero, imik melekero. Abatuma itumba je melekero bebnava. Bandidinga bubu abuge, angweche ayevero, ababadi menchoni, semang menchoni, adi siroro, semang siroro, sendik siroro, sendik siroro. Arapang bogiru, yepik bogiru, ojik bigiru, langgung bigiru, sawa bacare, yecham bacare, susam bacare, ibik bacare, Allah bantazing, ojik terun, buntirun mang, langgan hasumbo, ojik bigiru, Gadi domai agadi. Ekne apa suruh Sawa ang yebiru, kopha ang yebiru. Awas suruh hai. Gari wala gari. त्यसको नेक्स्टमा ढोल त्यसको नेक्स्टमा नौवटी बाजा त्यसको पछाडि गुरु गाग्रो बिचमा कहीँ नबिसाउने अनि पोखाउन पनि पाइँदैन अन्जानमा पोखिन्छ है त्यो कुराहरू चाहिँ ख्याल गर्नु लु अब थाहा छु नपुगेकोमा भोरमा यता यता यहाँ नभरिएको कागो छ नभरिएको कस्तो कागो यहाँ नभरेको कागो कस्तो
Kebersamaan menjadi rahmat. Allah bersama rahmat. Lomba dayo. Kena lomba mo. Kamu mau berapa? Dan kamu berapa? Jadi terus berapa di bangsawan? Dua bapa bangsawan kira ada tiga. Kalau kami yang kau, bangsawan yang kami ada tiga. Kami ada empat orang. Apa pun dari sebelah dua. Sama mangga, mangga ini tu, tiga orang sahaja kita berbangga, tiga orang kita berbangga. Ada tiga, kalau ni anak semua ada berbangga. Sama mangga orang, tiga orang sahaja, mangga orang. Kalau kompensasi kalau punya orang negara, tapi kompensasi tidak di sana. Jadi kata ini, kami kita keluar dari raja pun, di kerajaan Palestina. Ini mana Wakilani, Ministri kata sebagai Wakilani yang mana, cara mai harus saya, ada cara mai harus. Setelah kata kita pulang di hotel, ada ये माइक Wakilani yang पूरे pada pasti rumah. यहाँनिर पाँच बस्नेहरू भोट पर्नेहरू खानाहरू दिन्छु लाउनहरू दिन्छु खाना पकाउने भाडा बर्तनहरू दिन्छु श्रमिक सबै नियमनमी काठहरू अनि त्यो भाडा पुरा बसेको छ त्यसपछि युवा मान्नेहरूको अहिलेको भाडाहरू अहिले दिँदैन पहिला भोट पर्नेहरूलाई बस्ने त्यसको सबै व्यवस्था दिन्छु खानु पिउने व्यवस्था दिन्छु चामल दिन्छु भाँडा बर्तन पकाउने दिन्छु त्यो कुराहरू तेह्र नम्बरले 4 बजी खाउन मागेर त्यसरी कुराहरू दिँदैन त्यस्तै यहाँ जीवस्ती कम्ती यहाँ छैन त्यसले गर्दाखेरि यो एक प्रकारको शिक्षकै हाम्रो यहाँनिर सबै पूजा गरेको सबै मानिआएको हाम्रो यो सभा हो यो महामारी क्षेत्रहरू सबैले पूजा गर्छन् यहाँनिर सबैहरू शक्ति मान्छन् र छोराछोरी मान्छन् सबैहरू सबै कुरो मान्छ जनशक्ति महाशक्ति हवाशक्ति सबै मान्छेहरू दिन्छ र हामीले पनि म समेतलाई पनि यही मागेर जान्नेछु म समेत पनि मेरो बाजेहरूले बाजेहरूले यो मागेर मैले जान्नेछु त्यसले गर्दाखेरि अब हाम्रो महागुरु भगवानन्द अहिले राष्ट्रिय ऋषि हुनुभएको छ उहाँले ज्ञान सिद्ध भएको यो ठाउँ हो यो ठाउँमा हाम्रो माई भगवती युवाले हामीले आयु दिएको मकान दिएको र यो ठाउँमा ज्ञान दिएको यो ठाउँमा नि एउटा सुन्दरी एउटा सुदीपमा माया स्मृति भएर उहाँहरूले ज्ञान दिएको ठुला ठुला अक्षरहरूमा ज्ञान दिएको छ र छोटो ज्ञानहरू प्रदान गरेको छ त्यसले गर्दाखेरि अहिले गुरुजी महागुरुजी पुरा धर्मलाई उकालो लगाउनको लागि धेरै ज्ञानहरू प्राप्त गरेको र म पनि सबैमा यो खबरमा उच्च भर्तीको ठाउँ हो र मैले सिद्ध गरेको ठाउँ हो त्यसले गर्दाखेरि हामी सेवा धेरै लगाएको छौँ यहाँनिर हामीले यो सेवाको प्रभावले गर्दाखेरि हाम्रो धर्म विश्वमा अहिले बढेर गएको छ विश्वमा फैलिएको छ जसले राम्रो भने पनि नराम्रो भने पनि धर्म हो धर्म भनेको एउटा उदार हुने एउटा हाम्रो बाटो हो यो संसारमा फैलिएको छ र संसारले ग्रहण गरेको छ ग्रहण गर्ने कार्यक्रम अगाडि गरेको छ र अहिले बढिराखेको छ यो हामीले शक्ति पाइराखेका छौँ यो हामीले चिन्नुपर्छ हामीले चिन्नु सक्दैनौँ भने हुँदैन अब हामी उसमाथि पनि मेरा पालामा धेरै शक्ति मान्ने आत्महत्यामा त्यसको प्रभाव संसारमा परेको छ विश्व राष्ट्रको काममा पुगेको छ विश्वविद्यालयहरूको काममा पुगेको छ अज्ञानहरूको त्यहाँ काम पुगेको छ तर
यो सधैँ जाने काम छ र यो अरू ठाउँमा विश्वमा जाने जुन वातावरण बनेको छ त्यसले गर्दाखेरि विश्व शान्ति मानेको छ विश्वमा सद्भाव सप्रेम बस्नु भने मात्रै अरू धर्मले फैलिन्छ र हामी एकता हुने हुन्छौँ र ज्ञान बुझुन बनाउन मात्रै र एकता हुने बाटोमा हामी अगाडि बढ्न सक्छौँ र तपाईँले सुन्नुहोस् यहाँ भुटानदेखि लिएर आसामदेखि लिएर बर्मादेखि लिएर विश्वका प्रतिनिधिहरू बसेर हुनुभएको छ हामीले त्यस्तो सेवा गर्ने हामीले खेतीपाती नगरेर लाखौँ जति लाखौँ ढोकाहरू गरेर बल मागेका छौँ र हामी विश्वमा भएका छौँ हामी विश्व अपराधको छ र विश्वको सङ्घारमा पुगिसकेका छौँ त्यसले गर्दाखेरि विशेष शान्ति झगडा नहोस् माधव बाबाको किन मारमार गर्ने त्यो धर्मको नाममा मारमार गरिरहेका छौँ त्यो राजनीतिको नाममा मारमार गरिरहेका छौँ त्यो स्वार्थको नाममा मारमार गरिरहेका छौँ व्यक्तिगत विरोधको नाममा पनि मारमार गरिरहेका छौँ त्यसले गर्दाखेरि यो कुराहरू नहोस् भन्नुभयो अनि मानप्रति सत्य मानप्रति हामी सदा भक्ति भनेर चलाएका छौँ हामीले आशीर्वाद मागेका छौँ र यो कुरा तपाईँहरूले ध्यान गर्नुहोला र हाम्रो विश्वमा विशाल महामारीहरू विश्व हाम्रो भाषा मण्डलले केन्द्रित भन्छ केन्द्रित छ तारा त्यसको लागि भनेर हामीले बर्बादी भइरहेका छ मान्छे दिन प्रतिदिन 24 घण्टा मरिरहेका छ यो अवस्थामा नेताहरू छन् ठुलो राजा सद्विद्या सद्बुद्धि सद्ज्ञान सद्विवेक कसोस् भनेर हामीले मानप्रति हामीले शक्ति माग्छ र यो पक्कै हुने छ तर किनभने हामी निर्भर मनमा शान्ति अनन्त नै एउटा शान्ति हो र हामीले झगडा गर्न हुँदैन भनेर हामीले भनिराखेका छौँ र हामी यो गरेको कर्मले हाम्रो भविष्य नाच सन्तानसम्म तारा तारा काला कालासम्म उज्यालो बत्ती जस्तो अब काला काला नाच सन्तानलाई उज्यालो बत्ती ज्योतिमा पार्न सक्ने सँगले म आग्रह गर्छु र यो बिर्सिरहेका छौँ भने सम्झेको छ यो कुराहरू र हामीले हामी सबै एक भएर जाउँ यो कुरा तपाईँहरूले अनुरोध गर्छु र हामी महादेवको चुनाउदेखि समयसम्म अहिलेसम्म हामी अलिक प्रगति अलिक विश्वासशील अलिकति सम्झिनेसम्म चाहिँ बुझिरहेको छौँ है र सम्झिनेसम्म बुझ्नु पर्ने त्यसरी हो भन्ने कुरामा के जानेका छैनौँ बुझ्ने कुरा सिक्नुपर्छ र हामी हिँड्नु बाटो बचाउन सिक्नुपर्छ र सत्यको बाटोमा मार्गदर्शनमा हिँड्न सिक्नुपर्छ सत्य वचन सत्य बोली सत्य हात सत्य ध्यान गर्न सिक्नुपर्छ नै हिजो अनुभव हो हामी जति यहाँ भेला भयौँ अलिकति सभ्यता अलिकति भएको रहेछ किन भन्दाखेरि हामी भय झगडा गर्दैनौँ त्यो हामी विपद शासन कन्ट्रोल छ नभए ध्यान गर्छौँ हामी जगतै खाँदैनौँ निकै पवित्र हुँदो रहेछ त्यसले गर्दाखेरि यस्तो खालको एउटा सत्य फुलबारी बन्ने मेरो आशा राखेको छु र हाम्रो यो धर्म यो कर्मले सबै उज्यालो गरेर ल्याएको सत्यको बाटोमा हिँड्न सकोस् र हामी सत्यको बाटोमा सबै हिँड्न सक्यौँ भन्ने मेरो भावना राखेको छु र हामी अब महागुरुहरूसँग हिउँदो घुमेको उहाँको जिम्मा हुँदाखेरि यो जग्गा सबै मान्छे हो र यहाँ बसेको महागुरुहरू यहाँ हुर्केको यो थल्लो हो यो ऐतिहासिक थल्लो छ त्यसले गर्दाखेरि हामी ऐतिहासिक थल्लोबाट हामीले शक्ति उठाएका यो शक्ति जानको जग्गाको छ त्यो शक्ति जानेको छ त्यो शक्ति अगाडि झरेको छ यो कुरा चाहिँ तपाईँहरूलाई सम्झिनु पऱ्यो हाम्रो शक्ति बढेको छ भने सम्झिनु पऱ्यो हाम्रो उत्थान भइराखेको छ भने सम्झिनु पऱ्यो यो उत्थान गराउनलाई हामीले जरुरी स्थान राख्नुपर्छ
जब प्रगति गर्नुपर्छ मैले अगाडि बढ्नुपर्छ हाम्रो साथीले अझै सम्झाउनुपर्छ सत्कर्म गर्ने सत्व्यवहार गर्ने सत्य बाटोमा हिँड्ने हाम्रो भाइ हो हाम्रो दर्शन हो यस बाटोमा पनि दुनियाँ जनाएको गरिरहेका छन् र भक्तगण तपाईँले धेरै दुःख गरेर आउनुभयो धेरै खर्च गरेर आउनुभयो यो ठाउँमा तपाईँ सार बस्नुभएको छ मलाई के लागेको छ सम्ममा पनि धेरै आएको मैले देखेँ जन्ममा आउनुभएको छ अनि इन्डियाको विभिन्न भूभागबाट आउनुभएको छ अब विदेशबाट पनि सहभागी हुनुभएको छ र तपाईँहरू सुन्दा छ अब एक पैसा कमाउनको लागि विदेश जानुपर्छ देश जाँदाखेरि गाउँका विदेशी भारतको दक्षिण हुनुपर्छ यस्तो स्थितिमा मैले हिजो तपाईँलाई देशमा बस्दै भक्तगणहरूलाई पनि मैले सम्झेर सुख शान्ति र दिल्ली भारत नराम्रो नहोस् र दिल्ली भारत बनाउने के नहोस् भने मैले सम्झेर सेवा दिएको छु मैले सिकाएको छु विश्वमा बस्ने धर्मावलम्बीहरूको लागि उपचारको लागि तपाईँको जीवनमा तपाईँले सुख शान्ति भनेर सम्झिदिएको छु र तपाईँको लागि सेवा दिएको छु विश्व मानवको लागि एकदम शान्त हुनुहोस् र शान्त बुद्धि नहोस् अब बुद्धिको दर्शन आउँछ भन्दाखेरि जो शक्तिशाली छ जो सम्पन्न छ त्यसमा बुद्धि फस्किन्छ बुद्धि बिग्रिन्छ बिग्रिँदाखेरि उनीहरूको यो कल्चरले खयाको भनेर मसिन्छ महिला पनि सिक्किन्छ समाजहरू बना सक्छन् अर्थशास्त्र बना सक्छन् त्यो कुरो गर्छन् त्यो कुरो गर्दाखेरि अनाथ जनताहरू मरिन्छ क्या त्यसले गर्दाखेरि त्यसमा समृद्धि आओस् सत विचार आओस् संसार बचाउने एउटा दिनक आओस् भनेर माग गर्ने प्रार्थना गरेको छु तपाईँलाई र यो कुरा भक्तै मनले सुनेको छ के परिवर्तन होला मलाई यो लाग्छ र अरू नेपाल त सानोको कुरा छ त्यसमा के भनेर भन्न पनि छैन र हामी त नेपालीहरू भनेको सबैको आशीर्वाद बाँच्ने जनता हो सबैको आशीर्वाद बाँच्ने गुरुप हो त्यसले गर्दा सबैसँग हजुर भनेर हामी बस्नुपर्ने अवस्था छ त्यसले गर्दाखेरि हामी विश्व शान्ति मानवता छ हामी विश्वमा एक रहौँ र हाम्रो देशले बाँच्छौँ मान्छेले बाँच्छौँ बाँच्छौँ भन्ने एउटा धारणा हो तर यो सत्य कुरा हो सत्यको बाटोमा हिँड्ने हो हाम्रो धर्म भनेको सत्यको बाटोमा हिँड्नुपर्छ र हाम्रो सानो अंश टुक्रा अंशमा हामी भागी राख्छ विश्वमा सानो अंशमा भागी राख्छ यो देश मेरो हो यो देश तेरो हो भनेर आज लडाइँ सुरु भइरहेको छ यो लडाइँ सुरुमा 13 मात्र तेल भयो डिजेलहरू पेट्रोलियम पदार्थ बिग्रन चाहिँ धेरै छ म तिमीले त खसार त्यो प्रयोग गरियो भने सबै कुरो गरिरहेको सानो देश त हेर्दै भइरहेको छ यस्तो नहो सबैमा प्रेमको प्रभाव हुन्छ यो कुरा मन राख्नेहरूको छु र मैले यो कुरा सोचेको छु अनि विश्व शान्ति मानव एकता भनेको सबैसँग मिलेर बस्ने सबैसँग एउटा व्यावहारिक सम्बन्ध गरेर सबैसँग गरेर हामीले शान्तिसँग देशलाई भोग गर्ने मुलुकलाई भोग गर्ने हाम्रो व्यवहारलाई पनि भोग गर्न लाग्ने भनेर हामी बसिरहेको छौँ योसँग सम्बन्ध छ धर्म व्यवहारसँग सम्बन्ध छ र शान्तिसँग सम्बन्ध छ तर सानो भनेर भेट्नु हुँदैन ठुलो भएर हुँ भनेर अहङ्कार पनि गर्नु हुँदैन अहङ्कारले नाश गर्छ अहङ्कारले नष्ट गर्छ हिजो सत्यमा पनि हिजो सत्य गर्ने अहङ्कार गर्ने चाहिँ नष्ट भएको छ अहिले पनि हामी अहङ्कार गऱ्यो भने नष्ट त्यसले गर्दाखेरि अहङ्कार गर्नु हुँदैन हामी स्वभाव विचार सद्गुणमा हामी सबै स्वीकार गर्नुपर्छ सबैसँग दया माया राखेर सबैसँग प्रेम सद्भाव राख्नुपर्छ यो कुरा तपाईँसँग हामी गर्नुपर्छ र हामी त्यसरी पवित्र बनेर गयौँ भने त हामी साँच्चै नै मान्छेबाट जस्तो हुन्छ मान्छे छोरा जस्तो हुन्छ हाम्रो मङ्गलले के हुन्छ ममता आउँछ मान्छेबाट भनेको हामी विभाग के हुन्छ व्यवहारिकतामा
मांस यस्तो काम गर्नु पर्यो फेरि राक्षस जस्तो काम गर्छ राक्षसी कर्म राक्षसी व्यवहार गर्छ राक्षसी व्यवहारले केवल सत् व्यवहार गर्नुपर्छ सत् कर्म गर्नुपर्छ है तपाईँले यो कुरा मैले आग्रह गरेँ यो कुरामा आशीर्वाद दिन चाहे र हामी मागेका छौँ यो शक्ति पक्काको देखिएको छ र यो कुरामा आज हाम्रो भन्ने आज अन्तिम हो अब हामी दान निकालेर शक्ति मागेर यो शक्ति हामी घर घर लान्छौँ तपाईँको दिनसिंहको तपाईँले भन्दाखेरि म त यही भनेर तपाईँले नयाँ शक्ति हामीले मागेका छौँ हामी घर घर लान्छौँ यो ज्ञानलाई घर घर लान्छौँ घर घर छराउँछौँ हामी विश्वमा छराउँछौँ विश्वमा हामी दाजुरा जान्छौँ बिहान भएर माधवलाई किन मारमार गर्ने कोही धर्मको नाममा मारमार गरिराखेका छन् कोही चाहिँ राजनीतिको नाममा मारमार गरेका छन् कोही स्वार्थको नाममा मारमार गरेका छन् व्यक्तिगत सिरियको नाममा पनि मारमार गरिराखेका छन् यसले गर्दाखेरि यो कुरा चाहिँ नहोस् भनेर हामी ईश्वरप्रति मागप्रति सत्य मागप्रति हामी सदा भक्ति हामीले चढाएका छौँ हामीले आशीर्वाद मागेका छौँ यो आशीर्वाद पाउने नै छौँ र यो कुरा तपाईँहरूले ख्याल गर्नुहोला र हाम्रो विश्वमा विशाल महामारीहरू विशाल हाम्रो भाषा मन्त्रले कुम्ब्रिक भन्छ कुम्ब्रिखा तारव यसको लागि पनि शान्ति होस् भनेर हामीले सेवा गरेका छौँ यहाँ बम्बार्डिङ भइराखेका छ मान्छे दिन प्रतिदिन 24 घण्टा मरिराखेका छ यो अवस्था नहोस् पृथ्वीमा भनेर हामी ईश्वरप्रति पनि ध्यान दिइराखेका छौँ र ठुला ठुला नेताहरू छन् ठुला राजा वा सर्वमन्त्री सद्विद्या सद्बुद्धि सद्ज्ञान सद्विवेक पसोस् भनेर हामीले मागप्रति हामीले शक्ति मागेका छौँ र यो पक्कै हुने छ तर किनभने हामी मिल्नुपर्छ मनमा शान्ति आनन्द नै एउटा शान्ति हो र हामीले झगडा गर्नु हुँदैन भनेर हामीले भनिराखेका छौँ।